ह्याप्पी होली रे। प्रत्येक भिडियोको तल कमेन्ट चाहिँ अनिवार्य रूपमा गरिदिनु होला। कमेन्ट भनेको तपाईहरु आउनुभयो हेर्दिनुभयो भनेर हाजिर गरे जस्तो कुरो बुझ्नु नि है। प्लिज मेरा आदरणीय मायालु मेरा प्यारा दर्शकहरु अब मलाई एउटा रोलिङ एक्सन। फिक्क गधा तैले त मेरो नाकै काट्ने भइस। देख्नु भयो त दिदी, यी भान्दाले केही गरेर खादैनन् भनेर मैले तपाईलाई भनेको, तपाईले पत्याउनु भएन। अनि तिमीहरुको चाहिँ केको नाटक हो? के हो यो? अलि बग्दै आउनु अझै तल तल्लोमा आउनु हो नि। यति आउनु भने म फिक्क गधा तैले त मेरो नाकै काट्ने भइस। देख्नु भयो त दिदी, यी भान्दाले गरेर खादैनन् भनेको, तपाईले पत्याउनु भएन। अनि तिमीहरुको यो केको नाटक हो? के हो यो? वर्ष दिनको होली आज भोलि त एकअर्कै खेल्ने चलन छ। ह्याप्पी होली दिदी। भान्दा ल ल ल ल ओ मामा के तिमी यो रङ लाउन आयो घरमा? खिचेको थियो अलिकति, साँच्चै खिचेको थियो। कल्पनाजीको केही भनिदिनु। कल्पनाजीको यो च्यानललाई चाहिँ सबैजनाले कल्पनाजीको च्यानललाई सब्स्क्राइब दिनु होला, सब्स्क्राइब गरिदिनु होला। च्यानलको नाम चाहिँ के हो मामा तिम्रो पार? च्यानलको नाम चाहिँ RDX Vlog 49 है, RDX Vlog 49। अनि त्यसपछि भिडियोहरु हेरिसकेपछि प्रत्येक भिडियोको तल कमेन्ट चाहिँ अनिवार्य रूपमा गरिदिनु होला। कमेन्ट भनेको तपाईहरु आउनुभयो हेर्दिनुभयो भनेर हाजिर गरे जस्तो कुरो बुझ्नु नि है। प्लिज मेरा आदरणीय मायालु मेरा प्यारा दर्शकहरु अब मलाई एउटा ह्याप्पी होली रे नि त कुरो बुझ्नु भयो। गोली हो जेरी हो ला 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 ला। एक्सन। हैन नानी यताबाट जाऊ। दौडेर जाऊ। यानी जानी भनेको के मैले? हो नि के भन्छ यही क्यामेरा त्यतै पर्दिरा छ। रोलिङ एक्सन। आउ ओ मामाको साथी यता फर्को त घाँटी। अघि आई लभ यु भने हैन, आई लभ यु टु। कट बिग यो रेसम छ। ओ मामाकी साथी खै यता फर्काउँदा घाँटी। अघि आई लभ यु भने हैन, ल आई लभ यु टु भनेर बल्ल चप्प गर्ने। बास बल्ल चप्प गर्ने। छिटाउनु हो के यस्तो सिनमा एक दुई चेक त खान पर्यो। के अरे? यस्तो सिनमा एक दुई चेक त खान पर्छ गरौ नि त। लिऊ साइलेन्ट रोलिङ एक्सन। ओ आमाको साथी खै यता फर्काउँदा घाँटी। अघि आई लभ यु भने हैन, आई लभ यु टु। ल ठीक छ त बास ल्याउनु भने नि तपाईले अहिले यस्तो पाइन्छ। ठीक छ टाइम मिल्यो दिनु भयो। लास्ट कर्म छ हो यो। अनि हेर्न चाहिँ भएन फेरि ल्याउँछ। ठीक छ सक्यो अब हाम्रो बाँकी छ अब फाल गरेर तपाईले छोइ पनि काई छैन नि है, हावा मात्रै आएको थियो अब त जे भने है। म पर्फेक्ट मान्छे नि दाइ, कसम से सुना पनि सक्छ छैन उहाँलाई सोध्नुस् न पर्छ। त भन्दा म पर्फेक्ट दाइ छैन दारीले मात्रै क्यामेरा साउन्ड दाइले पनि छोक हो।